हेलो गाइज, यो चाहिँ हाम्रो डे 2 अफ एक्सप्लोरिङ पर्वत। अनि यहाँ चाहिँ पानी परेको थियो, यस्तो शीतल मौसम थियो। यो चाहिँ मैले टाइम ल्याप्स बनाएको, यस्तो राम्रो देखिरहेको थियो नि सिनहरू। अझै घाम लागेको भए हिमाल पनि देखिन्थ्यो के। अनि हामी चाहिँ यहाँ डिस्कसन चलिरहेको, फ्यामिली डिस्कसन। यहाँ सन्जय हिल्सले हेल्प गरेको रे छोएर सँगै हेल्प गरेको 50-50 काम। ओ यहाँ अरू छ यत्रो धेरै दिदीले टिप्नु भएको है, यत्रो तपाईँ खाने है। उहाँहरू चाहिँ बाबालाई भेट्न आउनुभएको अरे, अनि बाबाको कहानीहरू सुनाउनु भएको थियो, हामी सुनेर बसेको। यो हाम्रो घरको वाला हो, कस्तो मिठो है। हामी चाहिँ अब गाउँ एक्सप्लोर हाल्न हिँडिरह हमें। गाह्रै छ बाटो हिँड्नलाई। ऐसेलु भेट्नु भयो अरे, फेरि औसेलु कि औसेलु खाने रे। ल यो जुका रे ऐसेलुको उल्टे टाढाले खान्यो। बाबु धेरै ज्ञानी छन् क्या। कहाँ चल्न थाहा छैन है। हाम्रो अरे है जे भन्दै नि भएको छ, कोही बस्दैनन् के त्यही भएर। हवटा चाहिँ सरासर सिँगै हैन, त्यसपछि एउटा आदि यो हाफ, त्यसै यतातिरको खण्ड छैन। कोही बाँध्नु त तिम्रो काम हो, कोही ल्याउने काम पनि हाम्रै हो, प्रकृतिको काम हो। अन्त छ यो कुकुरसँग डराएर हामी बस्या भन्न। हामी बसेर हामीलाई देखेर त्यो डराएर त्यो भाग्यो। कुकुर देखेर हामी डरायो, हामीलाई देखेर कुकुर डरायो। पुरै है हामीलाई त्यहाँबाट जम्प हालेर हामीलाई टोक्न भेट्छेन। स्वागत गरेको नि हामी। यिनीहरू डराए बाटो छोडिदिनु पर्यो भने कस्तो माल भेट्ने आयो। माइडुङ्गा ओके। पछि आछ। वी आर भेरी स्केयर्ड। गाउँको यो प्योर हुन्छ नि त राम्रो। हाम्रो बडीगार्ड गर्न आएको कि हामीले टोक्न आएको थाहा छैन। नमस्ते। यो छोरी अब त्यो चाहिँ मेरो म्याडम। अनि त्यसपछि अब यिनीहरू चिन्नु है नै खाना चिन्नु भयो। नमस्कार। को होला यो? यो को? काइन रहेछ त्यो? छोरी छोरी यो चाहिँ हाम्रो सीताको छोरो। खै त आमा? ल तिमीलाई आरु बखडाको रुखै भा कति धेरै हो। कस्तो राम्रो यो के हो नि दिदी? लसुन। फ्लावर हैन, फ्लावर अरे लसुन। यस्तो लसुन हुन्छ फुलफुल यस्तो हुन्छ। उता मामा घरतिर फुल दासम्म राख्नुहुन्न नि त। यस्तो लागि धेरै मेहनत गर्नुहुन्न क्या। ल हिमाइन चोर्न लागेको छि। पर्मिसन दिइसक्नु भयो त। यहाँ हाम्रो घरको चोर मान्छे आलु बोकेर चलेको हुनुहुन्छ उहाँले अहिले। ल फेरि मैले फेरि रिटेक सिजन भएन। आज राति तराई र पहाडी क्षेत्रमा तीव्र हावाहुरी सहित असिना पानी पर्ने सम्भावना छ। आज पनि
कालो सिन्की भन्ने यो के हामीले कालो सिन्की भन्छ तिमीले के भन्छ बसेन पानीले पखालेछ कि त्यही भएर नत्र यहाँलाई एउटा म्याजिक हो यो म्याजिक अलि बस बसेन पाइने चुत्रो भन्दै पुरै हाल्छन् बिस्तारै खाना हुन्छ क्या चप्पल खोलेर उतापट्टि पाकेर के हो यो चुत्रो मिठो के अमिलो हो स्टोर जस्तै हुन्छ हो कि स्टोर जस्तै खानु एउटा त भेटायो मैले खै यति चाख्नु अनि मलाई यति दिनु नेवारेको रुख हो यो काले पाकेपछि भित्र मह जस्तो हुन्छ एकदम मिठो हुन्छ यो खानको लागि यतिकै काँचो पनि टिपेर बफाएर अचार चाहिँ बनाउन मिल्छ ओके अब बाँकीको अरू पार्टहरू चाहिँ डे 3 को भ्लगमा आउँछ स्टे ट्युन थ्याङ्क्स फर वाचिङ बाई बाई